त्यही गाइस सबैलाई स्वागत छ। म यतिखेर कालीकोट जिल्ला पचलजना गाउँपालिका वडा नम्बर 9 मा आएको छु। वडा नम्बर 9 को वडा कार्यालयमा यहाँ हाम्रो अध्यक्षज्यू यतै हुनुहुन्छ। यहाँ नाम देख्न सक्नुहुन्छ, के अरे ललितसिंह बहादुर साई। अध्यक्षज्यू नमस्कार। नमस्कार। के छ, सन्चै आरामै हुनुहुन्छ? आरामै छु। म चाहिँ काठमाडौँदेखि यात्रा गर्दै यहाँ पचल झरनामा पुगेको छु है। यता आउने क्रममा चाहिँ यो बाटोमा हिँड्दै गर्दा मैले यहाँ वडा कार्यालय देखेँ। यहाँ म चाहिँ किन छिरेँ भन्दाखेरि लगभग 3 दिन 4 दिन जति भयो मेरो पर्स हरायो बाटोमा आउँदा आउँदै। पर्स हराउँदाखेरि म 3 दिनदेखि खाना खाएको छैन। 3 दिनदेखि खाना खाएको छैन। यहाँ आउँदाखेरि मलाई केही राहत मिल्छ कि मैले केही आफ्नो केही गर्न सक्छु कि भनेर चाहिँ म यता आएको छु। केही सहयोग समर्थन गर्न सक्नुहुन्छ भने चाहिँ मलाई सबैभन्दा पहिला त मलाई खाना चाहियो। अब भोक लागिरहेको छ, हेर्नुहोस्। अब म पानी खाएर हिँडिरहेको छु। अब यहाँ तलतिर जस्तो अब सबैलाई गुहार्दै हिँड्दाखेरि सबैसँग नपाउनु पनि सक्छ, त्यो माहौल मैले क्रिएट गरिनँ। डाइरेक्ट म यहाँ प्रवेश भएको छु। यहाँ माथि 2 जना भाइहरू हुनुहुन्थ्यो, गाईहरू चराउँदै हुनुहुन्थ्यो, उहाँहरूले यहाँ पठाउनु भएको। अब तत्कालको लागि चाहिँ मैले खानाको व्यवस्था गर्नु पऱ्यो। पछि खाना गरिसकेपछि अब तपाईँले जे जस्तो सक्नुहुन्छ त्यो चाहिँ गर्नु पऱ्यो। पहिलो कुरा खाना हो। हजुर। अहिले यही नजिकै माथि एउटा होटल छ, नेकरल्यान्ड नेसनल होटल तथा खुद्रा पसल। नेकरल्यान्ड नेसनल। हजुर। त्यो होटलमा गएर हजुर म फोन गरिदिन्छु नास्ता खाने, त्यसपछि बाटो खर्चको व्यवस्था गरौँ। त्यो माथि तपाईँको त्यो पानीको धारा भन्दा यतापट्टि लेखाएको थियो त्यही होटल हो? ए ल, म त्यता गएर त्यसो भए तपाईँ फोन गरिदिनुहोस्। म त्यहाँ गएर पहिला मेरो पेट पूजा गर्छु, अनि त्यहाँबाट हामी उताको व्यवस्था गरौँ है त। ल म फोन गरिहाल्छु। ल, पठाएको बमोजिम म पसलमा गएर खानसाना पनि खाएर आएँ। अब यहाँबाट जानको लागि चाहिँ अब म चाहिँ उता मुगुसम्म जानुपर्ने हो। अब मेरो पर्स हराएको हुँदा त्यहाँसम्म जाने गाडीको व्यवस्था के गर्नु सक्नुहुन्छ भने गरिदिनु पऱ्यो। र बाट खर्च केही छ भने तपाईँले सक्नुहुने हुन्छ भने चाहिँ म जबरजस्ती कर लाउँदिनँ। तपाईँले सक्नुहुन्छ जे जति सक्नुहुन्छ। ठिक छ, अहिलेलाई अब धेरै छैन। हजुर। यसले चाहिँ मिलाउनु पऱ्यो बाटोमा। हजुर है ल। ल हजुर, धन्यवाद। हजुरलाई एकदम मनकारी हुनुहुँदो रहेछ। हजुरलाई धेरै धेरै धन्यवाद। र म यसले कहाँसम्म पुग्छु त त्यहाँ केही चिन्जानको मान्छे छ भने कन्ट्याक्ट गर्नुहुन्छ। तपाईँको नम्बर मलाई दिइराख्नुहोस्। म तपाईँलाई केही समस्या गाडी चढ्ने ठाउँ जारकोट गएपछि फोन गर्नु होला। हजुर। त्यसपछि म त्यहाँ कन्ट्याक्ट गर्छु। त्यहाँबाट तपाईँ व्यवस्था गर्नुहुन्छ है। हस्, धन्यवाद हजुरले। नमस्कार। हस्।